दाइको आर्ट र कलालाई उच्च सम्मान गर्दै म बढे अगाडितिर। हेलो साथीहरु, तपाईहरुलाई वेलकम छ मेरो मिनी ब्लगमा। खुट्टामा जुत्ता टक्क लाएर हातमा आइडी अनि ब्याग टक्क बोकेर म चाहिँ लागे फेरि क्लासतिर। आज चाहिँ अलि ढिलो भएका कारण म चाहिँ हतार गएँ क्लासतिर। क्लास सिद्धेपछि साथी र म लाग्यो चिलमा रुमतिर। बाटोको बवाल दामी भ्यूहरु हेर्दै कच्ची बाटो हुँदै प्लेन उडेको भ्यू क्याप्चर गर्दै हामी करिब 30 मिनेटको यात्रा पछि पुग्यौं रुम नजिकै। अनि त्यसपछि साथी आफ्नो रुम, म आफ्नो रुम आइसकेपछि म लागे दिदीलाई भेट्न तर्फ। करिब 1 वर्षको ग्याप पछि दिदीसँग फाइनली भेट हुँदै। जाँदा जाँदै बाटोमा एउटा दाइ बब्बाल आर्ट गर्न लाग्नु भएको थियो। उहाँको आर्टको चाहिँ म मनदेखि नै फ्यान भएँ। मैले पनि उनीको आर्ट गर्नलाई आर्टिस्ट बन्ने निर्णय गरेँ, तर धेरै नै अप्ठ्यारो रहेछ। त्यसपछि उहाँले गर्नुभएको कलाको भिडियो गराउँदै म लागे अगाडितिर। नभन्दै दाजु पनि आइपुग्नु भयो। त्यसपछि लाग्यौं हामी दिदीलाई भेट्न तर्फ। केही समयपछि दिदी पनि आउनु भयो। त्यसपछि लाग्यौं हामी दिदीको रुमतिर। फर्किँदा त साँझ परिसकेको थियो। बस चढ्ने मानिसहरूको धेरै नै भिडभाड थियो। हामीले भने ढिलो भएकाले 2टा बस छुटाइसकेका थियौं। धन्न लास्टमा एउटा बस आएर हामी त्यही बसमा चढ्यौं। सिट भने थिए। आजको मिनी भ्लग यतिमै समाप्त। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।